जिन्दगी एउटा फुलेको फुल हो, कहिले कोपिलाबाट फुलेर सुन्दर भइदिन्छ, कहिले ओइला र सीमित भइदिन्छ। यसरी नै मान्छे पनि बालक हुन्छ अनि जवानदेखि लाठीबाट वृद्ध भएर आफ्नो जीवनलाई सीमित स्थिर अवस्थामा राख्नुपर्नेछ। त्यसरी नै हामी यस जीवन जिउने यात्रामा विभिन्न कठिनाइ परिस्थितिसँग समयले जोडिदिन्छ। यस समयले भेटाएको र ठोकाएको समयसँग हामी लड्न सिक्नुपर्छ। युवा हो, हामी युवा हो त देश बनाउनुपर्छ र समाज बनाउनुपर्छ र युवा हामी सधैँ अनुशासित भएर बस्नु